कफी खाँदैछु गाइस। यहाँ हेर्नु न, हाम्रो चाहिँ 8:40 मा बोर्डिङ हो, तर हामी धेरै फास्ट आइपुग्यो। 7 बजे बल्ल, यहाँ बल्ल 7 बज्दैछ। हेर्नुहोस् त गाइस, अब 8:40 मा हो। अब कति खान्छौँ, बस्छौँ एकछिन, त्यही भएर फाइनली आज जाँदैछौँ। मेरो बुढाको त 3.5 है, तपाईँ त 3.5 वर्षपछि जाँदै हो नि। म 2.5, मेरो बुढा 3.5 वर्षपछि जाँदै हो। मेरो बुढा र मेरो फर्स्ट इन्टरनेसनल फ्लाइट। सोया गाइड सँगै त्यही त भने हामी त्यही हो। सो गाइड, हाम्रो सबै चेकिङ भइसक्यो। अब हामी यहाँ आइसक्यौँ। अब वेट, यहाँ हेर्नु न, हामी टर्कीमा हो गाइस। यहाँ पक्का हुनुहुन्छ, म अनि हाम्रो एउटा दिदी भेटिएको छ। यहाँ हामी जाँदैछौँ, अब 1 घन्टा बाँकी छ चेकिङमा। सो या गाइस, त्यही हो। ओ माई गॉड गाइस, टर्कीको एयरपोर्ट हेर्नु न, कति क्युट हो, कति राम्रो। मलाई त मेन भनेको यहाँको मन पर्यो, यो कस्तो क्युट। हाम्रो गाइजहरू उता हिँड्दैछ यता। ओ माई गॉड गाइस, छोकरा ओए, हामी यहाँ सबै नेपाली यति धेरै। हामीलाई नभने खुसुको जानला होला, भरे हामी प्लेनमा भेटिहाल्छ। त्यही भने आमामा टन्नै तपाईँ त के हो, क्वालिटी मारेर मन्त्रै पढ्न लानु भयो क्या हो। सुरु गरिहालौँ होइन, अब चाहिँ जसरी नै फाइनल होस् भनेर मन्त्र पढ्नु त, अब चेन्ज नहोस् भनेर। हामी त यार होमलेस जस्तो। गाइस, हामी जाँदैछौँ अब, चल्दैको ल अब नेपालको लागि फाइनली। नेक्स्ट डेस्टिनेसन सुपर एक्साइटेड। रक्सी किनेको छ अझै 45 मिनट पछि। कतिको एक्साइटेड धेरै। हामी जाँदैछौँ, उनीहरूको रियाक्सन यहाँ हेर्नु न, यहाँ। My God, finally guys, finally मैं यस्तो अच्छा हामी फाइनली गाइस आइपुग्यौँ मेरो डेस्टिनेसन। ओ माई गॉड गाइस, उयो त पछाडि उ त्यहाँ भिडियो बनाइराख्नु पर्यो नि। प्रेमा कहाँ गयो? त्यो ढोका थुन्नुपर्छ होइन। एकछिन
कल्लुको त रियाक्सन भइसक्यो फेरि ममा नै कुरिरहेछ नि ए मलाई चाहिँ छैन है पख्नेलाई पख अब यसले मलाई लग्यो गाइज ल काटे ल है ल भयो मजा मिलाएर काटो अलिकति खाने कल्लुले मलाई खुवाउँछ होला भनेको मैले पो फर्स्टमा खुवाउनु पऱ्यो कस्तो यार थोरै थोरै भयो ढुन्डुलाई त झन् खुवाइदियो हामीले उ त दुईजनालाई खुवाएको ए यता पो खुवाएको छैन ल उता चेचाङानी जेठा सुपुत्रलाई ल वेलकम थोरै मात्रै ग्यास्ट्रिक भयो धेरै गुलियो खाएन भने कृति हुन्छ हेलो गाइज व्हाट्सअप गाइज स्वागत छ हाम्रो भिडियोमा टु बी कन्टिन्यू हो क्या टु बी कन्टिन्यू एकैचोटि बौद्ध पुगेछु होइन हामी कुरा गर्न जाँदैछौँ बिहानै यो चाहिँ मेरो देवर बाबु हो सबको एक्लो मात्र अनि यहाँ मेरो बुढा आज लोसार हो नि त अनि हामी कुरा गर्नु जाँदैछौँ हामी 4 जना मात्रै अरूले सकेन आज सकेन त्यो गाइज